मैले खिचिदिएँ ल समाइदिने कहिले उता देखिन पनि त अब तेलले छ त तेलले नि तेलले तेलले छ नि एकपल्ट अच्छा टाउका घुमाउनु पहिला सातपल्ट घुमा धेरै नलाइदे सालको बिहार 4 वर्षपछि रमाइलो छ बिहा धेरै नबनाएको भएर बहिनीहरू कम्ती भएको अवस्था छ र यो अवस्था चाहिँ के छैन ठिकै छ यस्तै पारेको बहिनी फेरि किन पर्छ पछि पछि अब म फालिदिन्छु ल आमै गर्छिन् बहिनीले त यस्तै काम त राम्रोसँग टपहरू ल्याइदिन्छु म त्यसले भन्दा यहाँ होइन यस्तैबाट पर्दैछ है नि भ्यो अब मैले यो कसरी समाइदिउँ त नि खिचिरहेको छ भाइ खिच्न त खिचिरह त्यो केरा पात समाउनु तल र माथि लैजाऊ यो दुबै सिरामा लाउने हो अनि अरू राम्रो राम्रो ड्याममा बनाएर लगाइदेऊ न कति वर्षपछि दुबो त माथि लाउँछ नि एउटा निदाना लगाइएन फेरि त अलि ड्याममा लगाइदिएन त्यत्रो क्या कोला लगाइदिने हो र अर्को त्यो ऊ लासी त निकालिदेऊ बाबु केरापात त्यो लासी त निकालिदियो बल्ल हतार छ क्या घाँस छोप्न जान हेर त त्यो उम्लाले त कसैले पनि लाउँदैन टिको त
त्यो सेतो टिका सर्लक्कै ढाकेर त्यो अरू चम्किलो चम्किलो ट्याम्म बनाएर त्यो कस्तो राम्रो देखिन्छ के आदमी भयो होला है यता हेर्दा कस्तो देख्छ यो तल होला नि के धेरै पहिला पूजारीहरूले च्यातेर राखिदिएको के भयो भयो ल यो पढ पहिला म लेखिदिन्छु नाम चाहिँ पढ्दै हो ठुली छ क्या ठुली छ सबलाई हेर्छ ठुली त लास्टै ठुली छ पढ न पढ रोइदिएकै हो क्या यो त पढ्नु पढ यसले पढ्नु जान्दैन रहेछ माया र स्नेह अझै मेरो मनमा उस्तै ताजा छन् म जहाँ भए पनि तिमी मेरो हृदयमा सधैँ नजिक छौ तिमी ठुलो हुँदा गइरहेकी छौ तर मेरो नजरमा तिमी सधैँ त्यो सानी नानी हौ जसको हाँसोले घर नै उज्यालो बनाउँथ्यो र जसका लागि म सधैँ ढाल बनेर उभिन्छु यो उपहार केवल वस्तु होइन मेरो माया र सम्झनाको टुक्रा हो जहाँ पुगे पनि म सधैँ तिम्रो साथमा हुनेछु खुसी र उज्यालो यात्राका तिमीलाई जब एक्लै भएको आवाज सुन्छु म सधैँ तिम्रो लागि हुनेछु सरी कहाँ छ लुगा हेर्दा पिन्छ आफू नि रोइ मलाई नि रोइ अब फेरि टिका लगाउने कहिले छिरी लाउँला नि के छ र पिन्छ त रोइदिन्छ पिल्लो भइदियो पाइ त म लगाइदिन्छु तपाईँ कता गएर त्यसले गीत देखेँ होइन तर मैले पहिला दिएँ गिफ्ट त हामीले गर्दा केटी होइन उल्टा पनि थियो अहिले दिएन त मैले उ गरिसकेँ मैले खास लाखा दिने टिका लगाएर मैले पहिला गिफ्ट दिइसकेँ कतिचोटि नगरेको कस्तो ढाका त बिहान सबै कुरो पाखाको पाखा हुने कि थिएन
तलबाट माथि हेर्नु है पानी जम्नु गयो पानी हाल नि छैन त्यहाँ त्यही लोटाको फुलले निकालेर हालिदिनु हो त्यो उसबाट हाल थोरै हाल फेरि गिलो होला गिलै भयो यसो अलिअलि भयो एकछिनपछि जम्छ हो त्यत्तिकै भयो नि हुन्छ कि त्यो त अरू टाँसिनको लागि मात्रै हो ल भयो त्यो निकालिदिएर अनि अरूलाई त्यो भइहाल्छ माथि लाउने पहिला होइन दुबई त्यति लाभ त्यत्रो लगाइदिनु पर्दैन भयो भने त सबै बहिनीलाई जानु अनि त्यस्तो लगाइदिएपछि उकिने हो त नि लाइन गर्छु यहाँ लगाइदिने राम्रो खुसीले लिए पिङ्क लाउँदो रहेछ त ऊ बनाउनु पर्यो के अरे के एउटा के सबै जानेको छु भने थियो के अरे मैले नि भ्याइनँ ब्लू अनि घरभरि फुल भएर त माला उन्न भ्याइनँ आफूलाई म एउटा दिउँ भनेको मैले त लाउनु तल रातो लगाइदेऊ बाबु अल्लो भयो फेदा नि लगाइदेऊ अल्लो भयो यसको राम्रै त हो नि टल्किने छर्किदेऊ अब यो सितारा होइन अब भाइटिका त मैले पुरा भाइलाई लगाइदिएको त भएन ल ल ल यो चाहिँ अर्को गिफ्ट तँलाई 2 लिटर थोरै कलर फरक कति धेरै होला यो चाहिँ हल्का डार्क पिङ्क यो चाहिँ लाइट पिङ्क ट्याग पनि छैन हौ त्यो ब्रान्डको सधैँ ढोकेरै र बेगुरा प्रेसलाई एकचोटि राइस भाइ मसला खोलेर खुवाएकै रहन्थ्यो दाइले ठिकै छ ल्याइयो राखिदिनु काटिदिनु भएन र